नमस्ते नमस्ते दर्शकबिन म यति बेला छु मध्य नेपाल नगरपालिका वडा नम्बर 10 को मालिका मन्दिर परिसरमा। हरेक महिनाको पहिलो शनिबार यहाँ पूजा आराधना एवं होमन लगायत भजन कीर्तन कार्यक्रम हुने गर्दछ। यो मध्य नेपाल नगरपालिकाको वडा नम्बर 10 यता थानसिङको अत्यन्तै धार्मिक तथा पौराणिक क्षेत्र यो मालिका मन्दिर मालिका देवी, जसको आज शनिबार यहाँ चाहिँ धार्मिक तथा पूजा आराधना तथा भजन कीर्तन हुँदैछ। म यहाँहरूलाई देखाउँछु। यो क्षेत्र हो, यो भन्दा थोरै माथि अगाडि सिँढी चढेर हामी जानुपर्छ। म यो यहाँहरूलाई देखाउने छु। सिँढीबाट पनि जानेछु र म यहाँको विषयहरूमा आजको यो भाद्र महिनाको पहिलो शनिबारको यहाँको अपडेट म यहाँलाई देखाउने नै छु। हेर्नुहोला। यो प्रवेशद्वार रहेको छ मन्दिरको लागि जाने। यति बेला हामी यो सिँढी म यहाँलाई जानकारी गराउँछु। यो सिँढी हो, माथि मन्दिर परिसरमा जाने यो क्षेत्र। यहाँहरूलाई देखाउँदैछु। आज विशेष गरी होमन कीर्तन पूजा यो क्षेत्रमा यो गरेर भइरहेको छ। म यहाँलाई देखाउँछु। यहाँ एम्बुलेन्स पनि छ। त्यसैले यहाँबाट चाहिँ मन्दिरमा गइछ हामी। यति बेला हामी यो मन्दिरतर्फ उकालो लाग्दैछौँ दर्शकबिन। आजको यो हाम्रो मालिका मन्दिर रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। आज यो यति बेला यहाँ घन्टा राखेको क्षेत्र जहाँ पूजा आराधना गर्थ्यौँ। पहिला हामीले यहाँ पूजा गरेपछि यहाँनिर चाहिँ आएर प्रसादहरू बनाउने काम गर्दथ्यौँ। यहाँ रहेछ सेनापाटीहरू, यहाँ बस्ने ठाउँहरू बनाउनु भएको रहेछ विभिन्न ठाउँ, र एकदमै रमणीय देखिने यो दृश्य विगतको दिनहरूलाई सम्झिनु पर्दा एकदमै घना जङ्गलहरू थिए। अहिलेको अवस्थामा यसरी राखिएको छ। यहाँलाई म देखाउँछु। म यहाँदेखि अझै मन्दिरतर्फ प्रवेश गर्नेछु। यहाँहरू देख्न सक्नुहुन्छ। म यहाँबाट अगाडि बढ्नेछु दर्शकबिन। थोरै माथि चाहिँ यहाँको हालको अवस्थाको बारेमा देखाउँदैछु। यो क्षेत्र जुन म यहाँहरूलाई यताबाट देखाउन चाहन्छु, यो क्षेत्र जुन पहिला पनि यहाँ पूजा आराधनाको पूजा बलिपछिको यहाँ प्रसादहरू बनाउने क्षेत्र हो। यो म यहाँलाई देखाउँदैछु। यहाँ यसरी झुलुगा पनि राखेको रहेछ। आज यो विशेष दिन हो यो मालिका मन्दिरको लागि। ल मन्दिरको नजिक आइपुगेका छौँ। ल सानो मान्छे पनि देखिनु भयो है। ल यसरी हामी एकदमै नजिक। म यहाँबाट पछाडि पनि फर्काउँदै लगभग देखाउँदै गर्छु निरन्तर। यहाँ उकालो छ एकदमै। यहाँ चाहिँ शारीरिक व्यायाम निरन्तर गरिराख्ने व्यक्तिहरूका लागि सहज छन् भने एकदमै मन्दिरको नजिकैको यो गेटमा आइपुगेका छौँ। यो मन्दिर नजिकैको मूल द्वार गेट। एक घन्टी यहाँ देख्न सक्नुहुन्छ दर्शकगण। आजको लागि यो पूजा
को लागि मन्दिर चाहिँ बन्द रहेको अवस्था छ। यति बेला यहाँलाई देखाउन चाहन्छु म। यो हो मालिका मन्दिर मुख्य क्षेत्र। अनि यहाँ आज यही मन्दिरको हवन तल चलिरहेको छ हवन ग्राउन्डमा। यहाँबाट यद्यपि मौसम खुलेको समयमा यहाँबाट चाहिँ पोखराको फेवातालसम्म देख्न सकिने क्षेत्र हो यो। म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँबाट चाहिँ अहिले यो मौसमको कारणले गर्दा देखिएको छैन। यहाँबाट चाहिँ भोलेटार बजार मैले अघि नै जानकारी पनि गराएको थिएँ। यहाँबाट चाहिँ भोलेटार बजार मौसम अलिकति प्याक भएको कारणले गर्दाखेरि यो हामीले यहाँबाट देख्न सकेका छैनौँ। भोलेटार बजार र सँगसँगै यो खुला भएको बेलामा सुन्दर हिम श्रृङ्खला र माछा पुछ्रे अन्नपूर्ण हिम श्रृङ्खला लगायतका यहाँदेखि चाहिँ यो जुन रूपा गाउँपालिकाको 1 र 7 को बिच सग्रबास भन्ज्याङको खोजबाट देखिने सिधै पोखराको फेवातालसम्मको दृश्य अवलोकन गर्न सकिन्छ यहाँबाट दर्शकबिन। यो मैले यहाँलाई देखाउँदैछु यो भोलेटार बजार अनि यो सँगसँगै बाङ्ग्रे। अब भने म होमन स्थलतर्फ लाग्नेछु दर्शकबिन। यसरी फोटो खिच्ने श्रद्धालु भक्तजनहरूको मन्दिर परिसरमा आगमन भएको देख्न सक्नुहुन्छ। आज भाद्र महिनाको माफ गर्नु होला, भाद्र महिनाको पहिलो शनिबारको दिन छ, जुन यहाँ पूजा आराधनाको काम भइरहेको छ। तल ग्राउन्डमा होमनको काम प्रक्रिया म यो यहाँहरूलाई अपडेटमा देखाउने छु। अब म तल रहेको होमन ग्राउन्डतर्फ लाग्दैछु। अघि आउँदै गरेको त्यो सिडीको उकालो सिधै मन्दिरतर्फ जाने थियो भने मालिका मन्दिरतर्फ यो यताबाट झर्ने यो सिडी बनाइएको रहेछ। जुन यो चाहिँ यो होमन स्थल जहाँ ग्राउन्ड छ तलको कुण्ड त्यहाँ चाहिँ जाने बाटो सिडीको बनाइएको छ। देख्न सक्नुहुन्छ एकदमै रमणीय मनोरम यो दृश्यले कसको पो मनमा आनन्दको अनुभूत नहोला र। यति बेला घन्टी बजिरहेको छ, मन्दिरका घन्टीहरू बजाइरहेका छन् श्रद्धालु भक्तजनहरूले। म यहाँहरूलाई अबको केही अपडेट भने यो हाम्रो मालिका मन्दिरको आजको विशेष पूजा आराधना महादिव्य आरती जसको लागि भइरहेको छ त्यो लगायतका विभिन्न अपडेटहरू म यहाँलाई देखाउने छु। देख्न सक्नुहुन्छ सँगसँगै म यहाँका दृश्यहरू यी वन जङ्गलभित्र रहेका रुख बिरुवाहरूको बिचमा रहेको यो मन्दिर परिसर यहाँहरूलाई म देखाउँदैछु। र तल भजन कीर्तनको आवाज यहाँले सुनिराख्नु भएको छ भने म एकदमै नजिकै आइपुगेको छु यहाँहरूको यो अबको यो मैले जुन होमन कुण्ड क्षेत्र भनेको थिएँ यहाँहरूलाई जानकारी गराएको थिएँ सोही क्षेत्रमा आइपुगेको छु। अब देख्न सक्नुहुन्छ यहाँहरू यो रहेको छ होमन कुण्ड। यतापट्टिको रहेको छ यो हाम्रो यो पूजा आराधना र भजन कीर्तन गरिने ठाउँ, भजन कीर्तन गर्ने स्थान। श्रद्धालु भक्तजनहरू यसरी आएर बस्नुभएको छ। यहाँहरू देख्न सक्नुहुन्छ दर्शकहरू। यो हो यहाँको मन्दिरको यहाँहरूलाई पुरै अपडेट देखाइरहेको छु। तयारी र
रहेको छ। यहाँ यो आरतीको लागि तयारी गरेको यो स्थान हो। यहाँ चाहिँ यो रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु दर्शकहरू। एकदमै तयारी अवस्था। यसरी चाहिँ यो तयारी रहेको छ दर्शकहरू। आज यो भाद्र महिनाको पहिलो शनिबारको यो हरेक महिनाको पहिलो शनिबार हुने यो भजन कीर्तनको यो कार्यक्रम आज भइरहेको छ दर्शकहरू। हार्दिक नमन गर्न चाहन्छु। हेरिरहेको मैले यहाँ माघीका दिव्य महाआरती जुन समय पछाडि सञ्चालन होला र यहाँ यो कार्यक्रमलाई भव्य र सभ्य बनाउन आउनुभएका श्रद्धालु भक्तजनहरू यसरी महानुभावहरूप्रति नमन गर्दै म एउटा मात्रै जानकारी के चाहिँ गराउन चाहे भन्दा हाम्रो यो मध्य नेपाल नगरपालिका वडा नम्बर 10 स्वास्थ्य चौकीबाट यो महाआरतीको प्रत्येक दिन यो सामान्य स्वास्थ्य शिविर हामीले सञ्चालन गर्दैछौँ र यो स्वास्थ्य शिविरमा तपाईँहरूको यो सुगर टेस्टदेखि लिएर यो उच्च रक्तचाप र विविध कुराहरूको परीक्षण सँगसँगै औषधि वितरण गरिने कुरा जानकारी गर्दै र यो उक्त कार्यक्रम चाहिँ हाम्रो यो कार्यक्रम सञ्चालन भइरहेको बायाँतर्फको डेस्कमा सम्पूर्ण महानुभावहरूले परीक्षण गर्न सक्नुहुनेछ र त्यहाँ गएर परीक्षण गरी आफ्नो स्वास्थ्य लाभ लिनुहोला भन्दै सबैलाई त्यहाँ गइदिन र आवश्यक भएका मान्छेहरू मात्रै गइदिन पनि अनुरोध गर्दछु। हस्, धन्यवाद। यो यहाँको हालको अवस्था मैले यहाँलाई देखाउँदैछु। अबको केही समयमा हामी महादिव्य आरती हुने जानकारी प्राप्त भएको छ। यहाँ तयारी अवस्था चल्दैछ। प्रसादहरू बनिरहेको छ। नमस्कार नमस्कार नमस्कार। यसरी तयारी चलिरहेको म यहाँलाई देखाउन चाहन्छु। नमस्कार नमस्कार। मैले यहाँलाई केही समय अगाडि थोरै जानकारी गराएको थिएँ। यो यहाँको होमनकुण्ड यहाँभित्रको बारेमा यहाँलाई देखाउनेछु। यहाँको अवस्था यहाँको यो होमनकुण्ड रहेको छ। पूजा आराधना लगभग होमन सकिएको आजको लागि पूजा सिद्धिसकेको यो पूजाहरू आरतीहरू आरती सब भइसक्यो। अब त्यो उताको महादिव्य आरती होइन हजुर मुख्य यो यहाँ पञ्चामृत कता हो आरती पञ्चामृत भन्नुभएको थियो। पञ्चामृत दिएर जानुपर्छ थकाली रुद्रबहादुर दियो त बालरे पति हालरे दियो त बालरे बत्ती हामी राख्छौँ जोगाई संस्कृति हामी राख्छौँ जोगाई संस्कृति God
जागेर नलान आयौँ हे संस्कृति हाम्रो जागेर नगर्न बालु नखेलन आयौँ हे करा पुकार ईशानेश्वर तम सेवा गरे हाम्रा छे होला हो हामी खेल्छौँ राम अवतार हे करा पुकार ईशानेश्वर तम सेवा गरे हाम्रा छे होला हो हामी खेल्छौँ राम अवतार हे करा पुकार ईशानेश्वर तम सेवा गरे हाम्रा छे होला हो हामी खेल्छौँ राम अवतार हो माठो खेल बालने भाइ हो भारती कम्पन लागि राम हो माठो खेल बालने भाइ हो भारती कम्पन लागि हे माठो खेल बालने भाइ हो भारती कम्पन लागि राम सखी सोमबारे औँसी शिर समुद्र किनेला राम हो बारबरी सखी सोमबारे औँसी शिर समुद्र किने पुत्रको वरदान पाए राम हो महलुमा आए सुभए ज्ञालाए पुत्रको वरदान पाए राम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ओ कौशिलालाई जन्मिए राम गोसाई केकैलाई भरत भाइ राम केकैलाई भरत भाइ हे कौशिलालाई जन्मिए राम गोसाई केकैलाई भरत भाइ राम हो सुमित्रालाई जन्मिला छोमन शत्रुघ्न दशरथलाई भए चारै चेला राम हो सुमित्रालाई जन्मिला छोमन शत्रुघ्न दशरथलाई भए चारै चेला हे सुमित्रालाई जन्मिला छोमन शत्रुघ्न दशरथलाई भए चारै चेला चुडा कर्म भइ गयो राजाका चारै चेला चुडा कर्म भइ गयो राजाका चारै चेला
राजा का कारवाई केला तुला धर्मबाई गयो देवी परछौ शरणा ज्ञान मेरो मालिक हरे परछौ शरणा हरे परछौ शरणा देवी परछौ शरणा ज्ञान मेरो मालिक हरे परछौ शरणा हरे परछौ शरणा देवी परछौ शरणा ज्ञान मेरो मालिक हरे रक्षा गरना देवी रक्षा गरना बाबा देवी रक्षा गरना देवी रक्षा गरना देवी रक्षा गरना देवी रक्षा गरना देवी रक्षा त्यसै बेला देवासुरले साह्रै दुःख दियो नगर राजा मन परे नगर राजा मन परे कि घाउसिर तोबारे नगर राजा मन परे कि घाउसिर तोबारे नगर राजा मन परे कि घाउसिर तोबारे गाउँ तोबारे नागर राजा मन परे देवासुरले आँखा दियो दरबार घुमाएर रथ गुँदाएर राजा गोर दैत्य गो राजा गोर दैत्य गो युद्ध हुन लाग्यो राजा गोर दैत्य गो युद्ध हुन लाग्यो राजा गोर दैत्य गो युद्ध हुन लाग्यो
युद्ध हुनलायो राजाको र दैत्यको युद्ध हुनलायो राजाको र दैत्यको युद्ध हुनलायो राजाको र दैत्यको युद्ध हुनला राजाको र दैत्यको युद्ध हुनलायो राजाको र दैत्यको देवासुर अघि बढेर थाइ काट्छु भने दशरथले बाण छोडे तँलाई मार्छु भने दैत्य मारी दशरथ दैत्य मारी दशरथ फर्के अयोध्यामा दैत्य मारी दशरथ फर्के अयोध्यामा दैत्य मारी दशरथ अयोध्यामा दैत्य मारी दशरथ फर्के 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 अयोध्यामा दैत्य मारी दशरथ दशरथ दैत्य मारी दशरथ दैत्य मारी दशरथ दैत्य मारी दशरथ फर्के अयोध्यामा दैत्य मारी दशरथ फर्के अयोध्यामा अयोध्या फर्केला बेला बन्धुले अयोध्या व्यक्त गर्न चाहे यो देश र यो राष्ट्रमाथि अहिले यो धर्ममाथि जताततै प्रहार भएर मान्छेहरू जसरी विचलित रूपमा एउटा तर्कविहीन दिशाविहीन भएका छन् र यतिखेर यो हाम्रो कर्तव्य पनि हो धर्म संस्कृति समाज जाति भाषा वेशभूषा सबैको संरक्षण गर्नु र त्यही अन्तर्गत मलाई चाहिँ लाग्दछ यो विभिन्न ठाउँमा भएका यो धार्मिक स्थल पर्यटकीय स्थलमा यो विकास गर्ने क्रममा जुन एउटा इशानेश्वर चाहिँ उच्च कोटिकै रूपमा अगाडि फड्को मारेको छ आदरणीय रामचन्द्र गुरुहरू र त्यहाँका सम्पूर्ण यो बालन समूहहरू लाग्नु भएको छ तपाईँहरूप्रति पनि म उच्च सम्मान गर्न चाहन्छु र त्यो इशानेश्वरलाई पनि हामीले सक्दो रूपमा सहयोग गर्ने अभियानमा जति जुट्न सक्यौँ र अझै ती कुराहरूमा जुट्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र यो हाम्रो मालिकालाई पनि अलिकति अगाडि बढाउन तपाईँहरूको उपस्थिति तपाईँहरूको सल्लाह तपाईँहरूको सुझाव हामीलाई एकदमै आवश्यक छ र हर पल हरदम ती कुराहरू दिनुहुनेछ भन्ने ठुलो आशा पनि राखेका छौँ र सँगसँगै हाम्रो यो कालिकाको आरती अगाडि बढाउने कुरामा हाम्रो जसरी पूर्ण सेवा समाज लागेको छ र सँगसँगै सुन्दर बजार नगरपालिकाका आदरणीय नगर प्रमुख सहित उडाल्छीज्यूहरू लाग्नु भएको छ र त्यो जुन कालिकामा हुने आरती कार्यक्रममा पनि हाम्रो पनि त्यहाँ उपस्थिति भएर र कालिकालाई अगाडि बढाउने जुन हाम्रो अभियान छ हाम्रो मध्य नेपाल नगरपालिकाका नगर प्रमुखज्यूले त्यो कालिका मन्दिरमा पनि एउटा ट्रस्ट निर्माणका लागि हाम्रो रातो किताब आउन त बाँकी छ त्यही पनि भन्न नहुने तर मैले चाहिँ भने रु 4 लाख विनियोजन गरेर त्यो कालिकालाई पनि अगाडि बढाउने अभियानमा मध्य नेपाल लागिरहेको छ र यो मध्य नेपालभित्रका त भए हामी अन्य धार्मिक क्षेत्रहरूलाई पनि जोड्ने अभियानमा छौँ र मलाई लाग्दछ अरूको हाम्रो सौभाग्य नै भन्नुपर्छ यो अघि नै व्यक्त पनि गरिसक्नुभयो म मालिकाका शक्तिहरू मालिका देवीका भावहरू म धेरै व्यक्त गर्न चाहन्न त्यो जसले साधना गर्छ जसले बुझ्छ जसले चिन्छ त्यसले मात्रै अनुभव गर्छ म धेरै कुरा भन्न त चाहिनँ मैले अस्ति नै पनि भनिसकेँ मैले यदि जीवन पुनर्जीवन पाएको छु भने मालिका देवीबाटै पाएको छु र मालिका देवीबाटै अगाडि बढेको छु र मैले देवीको कति सक्छु मैले भक्तिभाव गर्ने गरेको छु र म सँगसँगै आदरणीय
डाक्टर साहबलाई के पनि अनुरोध गर्न चाहन्छु। योजना आयोगका अर्थविद हुनुहुन्छ र उहाँको अझै उच्च पदमा मालिका देवीले चाहिँ उहाँलाई पुर्याउन् र हाम्रो यो धार्मिक स्थललाई अगाडि बढाउन अवश्य पनि यो स्थानेश्वर महादेव, मालिका देवी र कालिका देवीले अवश्य उहाँलाई यो राष्ट्रको एउटा उच्च पदमा पुर्याएर हाम्रो यो क्षेत्रको पर्यटन विकासलाई अगाडि बढाउन मालिका देवी, कालिका देवी र स्थानेश्वर महादेवको कृपा लागोस् भन्दै म उहाँलाई पनि यो हाम्रो मालिका संरक्षण समितिले सानो ठुलो के हुन्छ अहिले सम्मानको कार्यक्रम पनि राखिदिनु होला। उहाँ जतिको व्यक्तित्व हाम्रै दाजुभाइ भएको हुनाले हाम्रो सामु हामीले पायौँ, अन्यथा हामीलाई उहाँ जतिको व्यक्तित्व यहाँ पाउन निकै गाह्रो थियो। म उहाँलाई श्रद्धाले झुकेर नमन गर्न पनि चाहन्छु र कुनै पनि दिनमा तपाईँ जसरी यो देवीहरूको साधनाले जोडिएर यो कार्यक्रमलाई अगाडि बढाउन लाग्नुपर्ने भएको छ, त्यो भोलिका दिनमा देवीहरूको कृपाले यो हाम्रो ठाउँ नै उज्यालो बनाउने एउटा भविष्यको तारा हुनुहुन्छ र उहाँले चाहनुभयो भने अहिले पनि गर्न सक्नुहुन्छ। काम गर्ने मान्छे खासै बोल्नु हुँदैन र उहाँले भन्न पनि जानु भएन र उहाँ देवीले उहाँलाई के भन्नुहुन्छ त्यही अनुसार उहाँले अवश्य पनि केही गर्नुहुनेछ भन्ने कुरा म देवीकै शिरमा र देवीकै सोचमा राख्न चाहन्छु। र सँगसँगै अर्को हाम्रो यो अघि नै हाम्रो मोहन सरले भन्नुभयो, यो रोटरी क्लबले हाम्रो यो मालिका संरक्षण समितिले वृद्धहरूलाई सम्मान गरेर वृद्धहरूलाई अगाडि बढाउने कुरा अन्तर्गत हाम्रो आदरणीय दाजु किरण ढोबानेलाई कुरा राखेका थियौँ र उहाँले एउटा व्हिल चेयर पठाइदिनु भएको छ र आदरणीय खेमदाई पनि त्यहाँ गएर सम्पर्क गरेर सबै कुरा मिलाएर लिएर आउनुभएको छ। यस्तै खालको समस्या भएका अरू पनि को हुनुहुन्छ उहाँहरूलाई हामी यो विभिन्न कार्यक्रममा जोड्नेछौँ। सँगसँगै जो मान्छे उपचार नपाएर पीडित छ ती मान्छेहरूलाई पनि उपचार गर्नेछौँ। हाम्रो ओम प्रकाश दुराहाडी खोलाको पूर्व वडा अध्यक्षज्यू पनि हुनुहुन्थ्यो, अहिले उहाँ मणिपालको हस्पिटलमा उपचारको क्रममा छटपटाइरहनु भएको छ र मैले अस्ति कति सकिन्छ भनेर हाम्रो नगरपालिकाका नगर प्रमुखज्यू, वडा कार्य समिति, स्वास्थ्य कर्मी, शिक्षा विद्यालय, सम्पूर्ण विद्यालयबाट हामीले 81,000 सहयोग गरेर आयौँ र अझै पनि उहाँ चाहिँ एउटा उपचारको क्रममा हुनुहुन्छ र आवश्यक पर्दै गर्दा उहाँलाई सबैले एक छाक काटेर सहयोग गरेर मानवीय सेवा गरिदिन सबल अनुरोध पनि गर्न चाहन्छु। र सँगसँगै म यो धेरै कुरा बोल्नतिर लागिन, हाम्रो यहाँको व्यवस्थापन सबै भएको छैन होला, अझै धेरै हुन बाँकी छ र हामी अनवरत रूपमा यो व्यवस्थापनको क्रममा जुट्नेछौँ, लाग्नेछौँ। र सँगसँगै यो वृद्धहरूलाई सम्मानको कार्यक्रम अन्तर्गत हामीले नेता स्वास्थ्य चौकीबाट प्रत्येक आरतीको कार्यक्रममा यो स्वास्थ्य परीक्षणको प्रक्रियालाई अगाडि बढाउँदै र विशेषज्ञ पनि बिस्तारै यो कार्यक्रममा जोडेर जहाँबाट आउने सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई पनि यहाँ ल्याएर र यहाँ उपस्थित हुने ज्येष्ठ नागरिकलाई हामीले सक्ने प्राथमिक उपचारको व्यवस्था चाहिँ हामी गर्दैछौँ। र म ज्येष्ठ नागरिक बुबा आमाहरूलाई अर्को कुरा के पनि भन्न चाहन्छु भन्दा हामी चाहिँ अलि सानो कुरालाई हेरचाह गरेर हेला गर्छौँ। हामी के औषधि खाइरहेका छौँ, कस्तो औषधि खाइरहेका छौँ, हाम्रो स्वास्थ्य कस्तो छ भन्ने कुरा हामी चाहिँ नजिकै स्वास्थ्य चौकीहरूलाई अलि हेला नगरौँ। मलाई चाहिँ लाग्छ हाम्रो स्वास्थ्य चौकीका भाइ बहिनीहरू दक्ष भाइ बहिनी नै आउनुभएको छ, राम्रै हुनुहुन्छ। र अस्ति हाम्रो यहाँ स्वास्थ्य चौकीमा त एकजनालाई सुत्केरी सेवा पनि प्रदान गर्नुभयो र धेरै सुरक्षित पाराले गर्नुभयो। म स्वास्थ्य कर्मी भाइ बहिनीप्रति पनि नमन गर्न चाहन्छु। बिचरा बिदाको बेला घर जानु थियो होला, कपडा धुनु थियो होला, पढ्नु थियो होला, तैपनि उहाँहरू चाहिँ बिना स्वार्थ यहाँ हामी गर्छौँ भनेर आउनुभएको छ। र सँगसँगै हामीले स्वास्थ्य चौकीमा सुगर जाँच सम्बन्धी शिविर सोमबार 11 बजे राखेका छौँ र हामीले यो सुगर विशेषज्ञ डाक्टर पनि बोलाएका छौँ। विशेष त यो सुगरको औषधि खाने सम्पूर्ण बिरामी महानुभावहरू सोमबार बिहान 11 बजे नेता स्वास्थ्य चौकीमा आइदिनु होला। र सँगसँगै मैले यहाँ थोरै महिला दिदीबहिनीहरूलाई अनुरोध गरेँ। सबै महिला दिदीबहिनीहरूलाई के चाहिँ अनुरोध छ भन्दा अब हाम्रो महिला दिदीबहिनीहरू धेरै दुःख गर्नुहुन्छ, धेरै कष्ट गर्नुहुन्छ, धेरै मेहनत गर्नुहुन्छ र सम्पूर्ण लक्ष्मीको रूपमा, सरस्वतीको रूपमा, कालीको रूपमा हामी जसलाई मान्छौँ महिला दिदीबहिनीहरूलाई मान्छौँ, देवीको रूपमा मान्छौँ। तर दुर्भाग्यको कुरा एउटा छ, जनै पूर्णेको दिन जब हामी जनै लाउँछौँ त्यसको भोलिपल्टबाट हाम्रो दिदीबहिनीलाई गिलास ठोकेर ननाची 1 महिनासम्म दर नखाइ हुँदैन।
यो प्रथा कसरी यो दिदीबहिनीले हटाउनेतिर यो अभियानमा लाग्दिनु भन्ने बिन्तीका साथ मैले अर्को कुरा पनि जोड्न चाहेँ। हाम्रो यो सधैँ सहकारी मालिका परिश्रमी बहुद्देशीय सहकारीले 30 गीत प्रतियोगिता गर्दै आएको थियो र मैले त्यो मालिका संरक्षण समितिलाई अहिले सोद्धा सम्पूर्ण पदाधिकारीहरू त्यहाँ सबै पैसा हाल्न पनि चन्दा हाल्न पनि सबै कुरा गर्न तयार हुनुहुन्छ, तर एउटा कुरामा धेरै रुष्ट हुँदा हामीले 30 गीत गऱ्यौँ तर दिदीबहिनीहरूलाई कहिले खुसी पार्न सकेनौँ। त्यसकारण नगर्ने कि भन्नेमा हुनुहुन्छ। मैले किन भनेर सोधेको, खानसिङ फर्स्ट भयो, नेटा रिसाउँछ, नेटा फर्स्ट भयो, हाँडीखोला रिसाउँछ, हाँडीखोला फर्स्ट भयो, उता कानेश्वरा रिसाउँछ, कानेश्वरा फर्स्ट भयो, चिता रिसाउँछ। हामीले त जज पनि अरूले ल्याइदिएका छौँ, प्राइज पनि दिइदिएकै छौँ, तर सबै दोष हामीलाई लाउनुहुन्छ भन्ने कुरा गर्नुभएको छ। त्यसकारण यो नेटा थानसिङभित्रका आमा समूह, त्यो महिला दिदीबहिनीहरूले सकेसम्म यो कुनै गुनासो नराखिकन चाहिँ सकेसम्म चाहिँ यो हाम्रो अहिले यो मालिका संरक्षण समितिलाई पनि आग्रह गर्दैछु र म नगरपालिकाबाट पनि धेरै थोरै रकम सहयोग गर्दैछु र हाम्रो त्यो सहकारीले पनि सहयोग गर्दैछ। अरू दाजुभाइहरूले पनि सहयोग गरेर यो गीतको कार्यक्रम पनि राखौँ र सँगसँगै यहाँ हाम्रो यो पाणिनीका आदरणीय बटुक भाइहरू, म बटुक भाइहरूप्रति सम्मान गर्न चाहन्छु। त्यो बटुक भाइहरूलाई चाहिँ कमसेकम महिला दिदीबहिनीहरूले त्यो दिनमा त्यो भुड्के पूजा लाउने दान दिएर त्यो बटुक भाइहरूलाई जीविकोपार्जन र तिनीहरूलाई पढाइमा पनि सहयोग गर्ने गरी महिला दिदीबहिनीहरू सबैजना मान्नुहुन्छ भने हामी यहाँ एउटा मण्डल जस्तो बनाएर त्यो बटुक भाइहरू ल्याएर यो माइक सिस्टम राखेर यो पञ्चमीको पूजा गराउने र गाडीको पनि व्यवस्था गरेर गाडीमै ल्याउने, गाडीमै फर्काउने खालको व्यवस्था हामी गर्छौँ। तर सबैजना दिदीबहिनीहरूले टोल टोलबाट मालिका संरक्षण समितिलाई जानकारी गराइदिनु, त्यसको सबै व्यवस्था मिलाएर चिजको गीत पनि राखेर एक दिन चिजको गीत राखेर तपाईँहरू नाच्नु होला। सायद मलाई लाग्छ र हामी सकिन्छ भने दाजुभाइहरू सबैले उठाएर अरू त नसकेला दिदीबहिनीहरूलाई खिर कति खानुहुन्छ, स्याउ कति खानुहुन्छ, सुन्तला कति खानुहुन्छ, के पाइन्छ त्यतिको व्यवस्था गरेर चाहे त्यो दिनमा सुन्दर बजारबाट आउनुहोस्, चाहे के अरे यता दमौलीबाट आउनुहोस्, जहाँको दिदीबहिनी पनि हाम्रै दिदीबहिनी हुन्, त्यो सबै चेलीहरू पनि यहीँ भेट हुने, एक दिन गीतको गीत गिजाएर नाच्ने प्रतियोगिता राख्ने र अर्को दिन चाहिँ पूजा लाउने व्यवस्था यदि दिदीबहिनीहरूले चाहनुभयो भने त्यो व्यवस्था सहित सम्पूर्ण गर्ने प्रतिबद्धता व्यक्त गर्दै र यहाँ उपस्थित भएर यो मेरो लामो भनाइ दुःख लाग्यो नि खुसी लाग्यो नि सुनिदिनु भयो। तर यो राम्रो नराम्रो त म देवीकै कानमा राखेर भन्ने मान्छे, खासै म त्यत्रो हिसाब किताब जान्दिनँ। कसले राम्रो भन्छ अनि कसले गाली गर्दैन भन्ने मलाई त्यस्तो गलिते बोल्नै आउँदैन। जन्म सँगसँगै मृत्यु लिएर आएको भन्ने मलाई थाहा छ, अनि त्यति मात्रै बुझ्दछु। र अनि लोक पछाडि परलोक छ भन्ने पनि मैले चाहिँ बुझेको छु। त्यहीसँग रहेर मैले जे तथ्यहरू राखेँ र यो मालिकाप्रति सदैव आफ्नो जीवन रञ्जनसँग सेवा र सेवक हुने प्रतिबद्धता व्यक्त गर्दै यहाँ आउने जति सबैलाई सम्मान रूपले नमन गर्दै मेरा भनाइहरूलाई यही बिटमा चाहन्छु। जय मालिका देवी, हस्, धन्यवाद, जय नेपाल। मालिका देवीको गीतमा कार्यक्रममा यो चाहिँ मालिका देवी व्यवस्थापन समितिका अध्यक्ष एवं आजको कार्यक्रमका श्रद्धेय अध्यक्ष वीरबहादुर थपाज्यू, यस्तै कार्यक्रममा उपस्थित मध्य नेपाल नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्षज्यू, सुन्दर बजार नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्षज्यू, दूरधारा सेवा समाजका अध्यक्षज्यू, महासचिव डाक्टर उत्तम पौडेलज्यू, यस्तै ईशानेश्वर महादेवको चाहिँ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष मेरो आदरणीय गुरु रामचन्द्र शास्त्रीज्यू लगायत अहिलेका वर्तमान समितिमा रहनुहुने अध्यक्षज्यू, यसमा आसीन अतिथिगण, यो मालिका देवीको दिव्य महाआरतीमा सहभागी आरतीलाई व्यवस्थापन गर्नुहुने आदरणीय व्यक्तित्वहरू, यो समारोहमा उपस्थित आदरणीय
दिदीबहिनीहरू, दाजुभाइहरू, यहाँ अन्य उपस्थित अतिथिगण, गुरुकुल आश्रम पाणिनीका गुरुहरू लगायत बटुकहरू र पत्रकार मित्रहरू, सर्वप्रथम यो मालिका देवी व्यवस्थापन समितिले त्यो मालिका देवीलाई यो मुलुकभरि चिनाउने जुन प्रयत्न गर्यो र यो दिव्य महाआरतीको यो 10औं श्रृङ्खलासम्म आइपुग्नुभयो, म यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै साथीहरूले व्यक्त गरिसक्नुभएको छ। विशेषतः मालिकाको इतिहासलाई खोज्दै जाँदाखेरि मैले विक्रम सम्मत 1760 देखि यताको चाहिँ थोरै अध्ययन गरेको। राजनीतिक यात्रामा विश्वेश्वर प्रसाद कोइरालाले आफ्नो आत्मकथामा मालिका देवीलाई चाहिँ सम्झेर उहाँले चाहिँ जोड्नु भएको छ। तर त्यहीबाट अगाडि बढ्दै जाँदा हामीले त्यसलाई कति उजागर गर्न खोज्यौँ, कति सक्यौँ, त्यो चाहिँ अध्ययनको विषय छ। र यो सँगसँगै हिजो दूरडाँडा सेवा समाजको अध्यक्षज्यू लगायत साथीहरू नगरपालिका सुन्दर बजार नगरपालिका आउनुभयो। उहाँहरूसँग मैले थोरै कुरा राखेको थिएँ। हामीले विक्रम सम्मत 1550 देखि यो लप्चुङलाई निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै घले राजाहरूलाई अन्त्य गरेर तत्कालीन पिरियडमा चाहिँ लोकतान्त्रिक पद्धतिको राज संस्था स्थापना गर्ने, शाहवंशीय पद्धतिको सुरुवात गर्ने, खजेदुरा लगायत पञ्चपुर्खाहरूको इतिहासलाई स्मरण गर्यो भने हामी तोर्लुङको कालिका, मध्य नेपालको चाहिँ मालिका, त्यस्तै हामी सुन्दर बजारकै 10 लमचुङ कालिका र उदयपुर कालिकाहरू सँगसँगै थुप्रै देवी देवताहरूलाई जोड्न सकिन्छ। अघि रामचन्द्र गुरुले धेरै कुरा राख्नुभएको छ। हामी सनातन हिन्दू धर्मभित्र रहने, ओमकारभित्र रहने सबै वर्गहरूले हामीले कसरी हाम्रा पहिचानहरू अगाडि बढाउने, हाम्रो इतिहासलाई कसरी जोड्ने, हामी नैतिक रूपमा कसरी अगाडि बढ्ने, त्यो देवीहरूको आशीर्वादले हामी हाम्रा गतिविधिहरूलाई कसरी अगाडि लैजाने भन्ने जुन सन्दर्भ छन्, त्यो कुराहरूलाई जोड्दै गयौँ भने हामी हाम्रा प्रगतिहरू पाउँछौँ। जो साथीहरूले अहिले जहाँ मालिका देवीको दर्शन गरेर आफ्नो प्रगति भएको छ, होइन, कालिका देवीको दर्शन गरेर जसको प्रगति भएको छ, जसले भागीरथी देवीको चाहिँ दर्शन गरेर अगाडि बढेको छ, त्यस्तै जसले हाम्रो आराध्य देव पशुपतिको दर्शन पशुपतिनाथको दर्शन गरेर अगाडि बढ्नु भएको छ, त्यस्तै ईशानेश्वर धामको दर्शन गरेर अगाडि बढ्नु भएको छ। त्यो कुराहरूलाई उजागर गर्ने हो भने मैले गण्डकी प्रदेशमा विशेषतः देवघाट धाम सबैको धामको रूपमा अत्यन्तै महत्त्वपूर्ण धाम भनेर अगाडि बढिराखेको छ। अहिले देवघाटमा हामी गयौँ भने धेरै कुराहरू, त्यो महाआरतीदेखि लिएर थुप्रै कुराहरू हामी देवघाटमा देख्न पाउँछौँ। त्योदेखि दोस्रो अवस्थामा जाँदाखेरि हामी बागलुङको पञ्चकोटमा गयौँ भने हामीले त्यसलाई अरू अगाडि बढेको देख्न पाउँछौँ। त्यस्तै यो त्रिवेणी धाम स्याङ्जा पाल्पा गुल्मीको चाहिँ त्यो त्रिवेणी धामभित्र हामी गयौँ भने त्रिवेणी धामको रूपमा हामी त्यो अरू अगाडि बढेको पाउँछौँ। त्यो तिनै आधारहरूलाई जोडेर हामीले चाहिँ पोखरामा थुप्रै धार्मिक गतिविधिहरू अगाडि बढिराखेका छन्। साथीहरू पोखरादेखि यहाँ मालिका देवीको चाहिँ यो चाहिँ पाउमा दिव्य महाआरतीको अभियानमा जुटिराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ। त्यसैले अब चाहिँ मालिका देवी पनि अब ती धामहरूमध्येको अर्को एउटा धामको रूपमा स्थापित भइसकेको छ। हामीले ती धामहरूलाई जोड्दै जाँदा हाम्रो मुलुकको चाहिँ अवस्था कसरी अगाडि बढ्न सक्छ, हाम्रा देवी देवताहरूको चाहिँ जुन कृपाले हाम्रो मुलुक जुन रूपमा संरक्षण गर्छ,
हाम्रो दाजुभाइ दिदीबहिनीहरूको चाहिँ जुन प्रगति भएको छ त्यो सनातन हिन्दू धर्मभित्र अगाडि बढ्दै गर्दा अरू धर्मावलम्बीहरूलाई पनि ससम्मानका साथ अगाडि लैजाने र मुलुकमा चाहिँ जति पनि अरू धर्ममा चाहिँ आस्था राख्नुहुन्छ त्यो धर्महरूलाई पनि जोड्दै लैजाने हो भने हामी समृद्ध हुन सक्छौँ। र त्यो सँगसँगै हामी समृद्ध हुनको लागि हामीले विशेषतः लमजुङभित्र रहेर अध्ययन गर्दा यो सनातन हिन्दू धर्मावलम्बीहरू विश्वको धेरै जनसङ्ख्या मध्येको चाहिँ जनसङ्ख्या पर्दो रहेछ। हामीले दक्षिण एसियादेखि लिएर अरू युरोपियन मुलुकहरूदेखि लिएर अरू हेऱ्यो भने सबैभन्दा पुरानो धर्म हाम्रो चाहिँ धर्म ग्रन्थहरू वेद लगायतका हाम्रा ग्रन्थहरूसँग जोड्दै गयो भने हामी संसारमा सबभन्दा उत्कृष्ट र सम्पन्न धर्मको रूपमा सनातन हिन्दू धर्म अगाडि पाउँछ। तर हामीलाई चाहिँ विभिन्न क्षेत्रहरूबाट त्यो सनातन हिन्दू धर्ममाथि प्रहार भइरहेको छ। त्यो प्रहारका कारण हामीले हाम्रा प्रगतिहरू कतै टुटायौँ कि भन्ने मैले अनुभूति गरेको छु। त्यसैले त्यो सबैलाई जोड्दै गर्दा अब हामी कसरी यो ओमकारभित्रका सबै धर्मावलम्बीहरूलाई हामीले मालिका देवीको पाउमा ल्याउन सक्छौँ, ईशानेश्वर महादेवको पाउमा ल्याउन सक्छौँ, तुर्लुङ कालिका लमजुङ कालिका लगायतका हाम्रा देवी देवताहरूको पाउमा हामी कसरी ल्याउन सक्छौँ। त्यो मात्रै ल्याउन सक्यौँ भने हामी समृद्धि हुन्छ। हाम्रो चाहिँ समृद्धि त्यहीँनिर छ। त्यसैले हामी धेरै कुराहरू गरिराख्नु पर्दैन। म चाहिँ अब यो समय अभावले मैले धेरै कुरा तपाईँहरूको बिचमा आज गर्दिनँ। म खालि तपाईँहरूसँग के आग्रह गर्न चाहन्छु भने हामीले मालिका देवीको चाहिँ विकास मात्रै ठुलो कुरा होइन, हामीले यो मध्य नेपालको सबै विश्वका सम्पूर्ण त्यो चाहिँ ओमकार धर्मावलम्बीहरूलाई एकपटक मालिकाको दर्शन गर्नुपर्छ भनेर यहाँ ल्याउन सक्यौँ भने उनीहरू यहाँ आउने जाने खाने बस्ने त्यो चाहिँ हाम्रो आर्थिक हिसाबमा पनि ठुलो स्रोत हुनेछ। मेरो अगाडि हाम्रो अर्थविद हुनुहुन्छ हाम्रो डाक्टर उत्तम पौडेलज्यू। अर्थको बारेमा मैले धेरै कुरा गर्दा अलि असान्दर्भिक हुनसक्छ कि र पनि मैले चाहिँ के लेखेको छु भने हामीले समग्र रूपमा मुलुकलाई चाहिँ समृद्ध बनाउने हिसाबमा हामी अहिले पनि हाम्रा योजना आयोगहरूका योजनाहरू त्यो गतिमा अगाडि बढेको पाइँदैन। हाम्रा योजनाहरू केवल जनताहरूको चाहिँ सुख सुविधा मात्र खोजेका छौँ। तर हाम्रो सुख भनेको के हो, हामीले पाउने सुविधा भनेको के हो भनेर हामीले त्यो पहिचान गर्नै सकेनौँ। हाम्रो चाहिँ सरकारमा जाने व्यक्तित्वहरू चाहे त्यो प्रधानमन्त्रीहरू हुन्, चाहे योजना आयोगमा बस्ने साथीहरू हुन्, या अब चाहिँ प्रदेशमा या हामी स्थानीय सरकारमा रहने साथीहरूले हामीले विकासको कुरा बुझ्न नै सकेनौँ र बुझाउन सकेनौँ। मैले चाहिँ त्यो अनुभूति गरेको छु। म लमजुङ जिल्लामा यो करिब 35-40 वर्ष सामाजिक क्षेत्रको अभियानमा जोड्दै गर्दा म चाहिँ यहाँ यही मध्य नेपाल 10 को फेरिको मान्छे। म लमजुङका सबै गाउँहरूमा जोड्दै गर्दा हामीले चाहिँ हाम्रो चाहिँ समृद्धि के हो त्योतिर अगाडि बढ्न नसकेको कारणले हामी सानातिना स्वार्थहरूमा डुब्यौँ। हामीले हाम्रो कल्चरहरू जोगाउन सकेनौँ। जसरी अहिले चाहिँ ईशानेश्वर क्षेत्रको चाहिँ विशेष गरेर यो बालुङ समूहको चाहिँ साथीहरूले यहाँ अत्यन्तै उत्कृष्ट चाहिँ आफ्नो प्रदर्शन राख्नुभयो। मैले यस्ता चाहिँ युवा शक्तिहरूलाई पनि जोडेर उहाँहरूले चाहिँ सुरु गर्नुभएको छ। म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हामी विभिन्न गाउँमा गयौँ भने हाम्रो चाहिँ संस्कार अब युवाहरूसँग होइन, हामी 50 गतेका ज्येष्ठ नागरिकहरूसँग मात्रै भएको पाउँछौँ। अब 50 गतेका चाहिँ ज्येष्ठ नागरिकहरूले अब हाम्रो चाहिँ धर्म संस्कृति संस्कार जोगाउनु भयो भने मात्र उहाँहरूले मात्रै जोगाइदिनु भयो भने अब हामी समृद्ध हुन सक्दैनौँ। हाम्रो युवाहरू अहिले चाहिँ विशेष गरेर युरोप अमेरिकातिर आकर्षित छ। हामीले हाम्रो कल्चरतिर फर्काउन सकेनौँ भने हाम्रो चाहिँ सबै हाम्रो इतिहास हाम्रो चाहिँ संस्कार हाम्रो संस्कृति चाहिँ समाप्त हुन्छ। मैले त्यसैले म तपाईँहरू हाम्रो संस्कारतिर फर्केर एउटा मात्रै उदाहरण दिएर म तपाईँहरूको बिचबाट बिदा हुन्छ।
यो जङ्गबहादुर राणा यहाँहरू धेरैजनाले सुन्नु भएको छ। 104 वर्षसम्म नेपालमा यो जानीय शासन सुरुवात भयो। त्यो बेला जङ्गबहादुर राणा बेलायत जानुभएको रहेछ। जङ्गबहादुर राणाको चाहिँ बेलायत यात्रा पुस्तक मैले एकपल्ट पढ्ने अवसर पाएको थिएँ। जङ्गबहादुर बेलायत जाँदाखेरि उहाँ चाहिँ हिन्दूको छोरो, बेलायतमा चाहिँ गौको पूजा गर्नुपर्छ भनेर उहाँले बेलायत जाँदा 2टा गाई बेलायत लिएर जानुभएको छ। 2टा गाई किन लानुभएको भने एउटा दुध दिने गाई। त्यति बेला चाहिँ यातायातको साधन थिएन। बेलायत जाँदा 6 महिना फर्केर आउँदा 6 महिना लाग्यो। त्यो 6 महिनासम्म त्यो एउटा गाईले दुध दिँदैन, अर्को ब्याउने गाई लानुपर्छ भनेर उहाँले चाहिँ फेरि त्यो आफू चाहिँ संस्कारमा चाहिँ गाईको दुध चढाउने, गहुँ चढाउने, गोबर चढाउने, पूजा गर्ने विधिको लागि बेलायतमा चाहिँ हाम्रो गाई पाइँदैन। त्यसैले नेपालबाट गाई लिएर जानुभएको छ। त्यो गाई मात्रै लानु भएन, त्यो गाईलाई खाने 6 महिनासम्मको लागि चाहिने पराल पनि उहाँले चाहिँ नेपालबाट लानुभएको छ। त्यो अवस्थामा बेलायती सरकार जङ्गबहादुरसँग अत्यन्तै एकदम खुसी भयो। ओहो, नेपालको चाहिँ प्रधानमन्त्री अरूले दिएको कुनै चिज पनि खाँदैन, आफ्नो चाहिँ त्यो धर्म संस्कार संरक्षण गर्न नेपालबाट उसले गाई ल्याएको छ, त्यसलाई खाने पराल बोकेर आएको छ भनेर बेलायती सरकार अत्यन्तै खुसी भएर जङ्गबहादुरलाई तपाईँलाई चाहिँ हामी के उपहार दिनु, के चाहियो तपाईँलाई भनेर बेलायत सरकारले सोध्यो। हामी नेपाल चाहिँ गरिब राष्ट्र भन्छौँ, बेलायत चाहिँ सम्पन्न राष्ट्र भन्छौँ। अनि बेलायत सरकारसँग जङ्गबहादुरले के जवाब दिनुभएको छ भने हामी सनातन हिन्दू धर्म संस्कारको मान्छे, अरूको लिने होइन, हामी दिने हो। त्यसैले मलाई बेलायतले चाहिँ तपाईँले सम्मान दिनुभयो, त्यही पर्याप्त छ, तपाईँलाई के चाहियो नेपालले त्यो दिन्छ भनेर जङ्गबहादुर राणाले भन्नुभएको रहेछ। त्यति मात्रै मैले यहाँको बिचमा भने। अब हामी फेरि अहिले पनि के भनेको छौँ, त्यही जङ्गबहादुरको इतिहासलाई पढ्यौँ भने हाम्रो मुलुकको अर्थतन्त्र अगाडि बढ्न सक्छ, हाम्रो धर्म संस्कार अगाडि बढ्न सक्छ, हाम्रा देवी देवताहरूले रक्षा गरेका हाम्रा कोटहरू, हाम्रा धामहरू त्यो सबै अत्यन्त उत्कृष्ट रूपमा अगाडि बढ्न सक्छन्। हाम्रो युवा शक्ति फेरि होइन, यो त स्वर्गीय धाम रहेछ, नेपाल भनेको चाहिँ साँच्चै हामी स्वर्ग छ भने त्यो नेपालमा छ, त्यही बस्नुपर्छ भन्ने चाहिँ सन्देश त्यो चाहिँ जङ्गबहादुरको चाहिँ बेलायत यात्राले राम्रोसँग अध्ययन गर्यो भने त्यो दिन्छ। मैले तपाईँहरूको बिचमा यो कुरा राखेँ। त्यसैले यो मालिका क्षेत्रमा चाहिँ जति पनि आज उपस्थित हुनुहुन्छ, म सबैलाई के अनुरोध गर्छु भने हामी मालिका देवीको चाहिँ आराधना गरौँ, यो दिव्य महाआरतीमा सहभागी हौँ, यसलाई अरू उत्कृष्ट बनाउँ। दुरुडाँडा सेवा समाज र दुरुडाँडाका साथीहरूले तुर्मुङ कालिकामा अब हामी चाहिँ असोजदेखि सुरु गर्छौँ भन्नुभएको छ, हामीले त्यसलाई पनि सफल बनाऊ। त्यो सँगसँगै अरू क्षेत्रले चाहिँ सुरु गर्छ। हाम्रो इशानेश्वर क्षेत्र विकास समितिले आजभन्दा 12-15 वर्ष अगाडिदेखि इशानेश्वर महादेव मन्दिरको लागि त्यो क्षेत्रलाई पशुपतिनाथ, काठमाडौँको पशुपतिनाथ पहिलो र इशानेश्वर दोस्रो चाहिँ महादेवको चाहिँ वासस्थान भनेर हामीले चाहिँ धार्मिक रूपमा अगाडि ल्याएछौँ। त्यो कुराहरूलाई अगाडि जोड्दै हाम्रा चाहिँ मालिका, कालिका, भागीरथी लगायतका अरू थुप्रै देवी देवताहरू छन् हामीसँग। हामी सुन्दर बजार नगरपालिकामा त्यत्तिकै अकला देवीको चाहिँ छ, नारायण मन्दिर छ, त्यो लगायत थुप्रै देवी देवताहरू छ। हामी मध्य नेपालमा अरू यो चाहिँ बेसी सहरको नजिक पर्छ, लाङ्दी देवी लगायतका थुप्रै कोटहरू छन्, देवी देवताहरू छन्, त्यसलाई चाहिँ अगाडि बढाउँ। यो मध्य नेपाल नगरपालिकाको 10 नम्बर वार्ड अत्यन्त ऐतिहासिक छ। यो उचाइमा पनि छ, मध्य नेपालको सबैभन्दा उचाइको ठाउँमा रहेको देवी पनि हो र यसको चाहिँ इतिहासलाई हामी फेरि उजागर गर्न सकौँ, जसले यो चाहिँ अहिले हामी 10औं अवस्थामा 10औं महिनामा छौँ, यो निरन्तर रूपमा रहिराखोस्। हामी जति पनि यो पृथ्वी, यो ब्रह्माण्ड रहन्छ, त्यो बेलासम्म हामीले मालिका देवीको चाहिँ यो चरणमा
निरन्तर रूपमा चलाउन सकौँ। म यहाँहरूलाई यही आग्रह गर्दै सुन्दर बजार नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मैले मालिका देवीलाई कति सहयोग गर्न सक्ने, कुन इस्युहरूमा सहयोग गर्ने, त्यो लगायत अन्य गतिविधिहरूमा कसरी सहयोगमा जुट्ने त्यो प्रयत्न गर्नेछु। यहाँहरूको बिचमा प्रतिबद्धता जाहेर गर्दै म मेरो भनाइ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद। जय मालिका देवी, जय यो मध्य नेपाल, जय लमजुङ, जय नेपाल। हस्, धन्यवाद। कृष्ण दामोदरं वासुदेवं हरिं, कृष्ण दामोदरं वासुदेवं हरिं, कृष्ण दामोदरं वासुदेवं हरिं, कृष्ण दामोदरं वासुदेवं हरिं, श्रीधरं माधवं गोपिका वल्लभं, श्रीधरं माधवं गोपिका वल्लभं, श्रीधरं माधवं गोपिका वल्लभं, श्रीधरं माधवं गोपिका वल्लभं, जानकी नायकं रामचन्द्रं भजे, जानकी नायकं रामचन्द्रं भजे, जानकी नायकं रामचन्द्रं भजे, जानकी नायकं रामचन्द्रं भजे। गोविन्द बोलो हरि गोपाल बोलो, 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 राधारमण हरि गोविन्द बोलो, राधारमण हरि गोविन्द बोलो, गोविन्द बोलो हरि गोपाल 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 बोलो, राधारमण हरि गोविन्द बोलो, राधारमण हरि गोविन्द बोलो, कृष्ण 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 कृष्ण, राधे 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 कृष्ण 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 राधे कृष्ण, गोविंद बोलो हरि गोपाल बोलो, 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 राधारमण हरि गोविंद बोलो, राधारमण हरि गोविंद बोलो, राधारमण हरि गोविंद बोलो, राधारमण हरि गोविंद बोलो, गोविंद बोलो हरि गोपाल बोलो, गोविंद बोलो हरि गोपाल बोलो, राधारमण हरि गोविंद बोलो, राधारमण हरि गोविंद बोलो, राधारमण
हरि गोविंद बोलो राधा रमण हरि गोविंद बोलो राधा रमण हरि गोविंद बोलो राधा रमण हरि गोविंद बोलो प्रेम से बोलिए श्री वृंदावन बिहारी लाल को जय। या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। गजाननं भूतगणादिसेवितं कपीठजम्बो फलचारुभक्षणम् उमासुतं शोक विनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम् अखण्डमण्डलाकारम् व्याप्तं येन चराचरम् तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर् जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वम् त्वमीश्वरी देवी चराचरस्य। नमामि गंगे तव पादपङ्कजं सुरासुरैर्वन्दितदीप्तिरूपम् भुक्तिं च मुक्तिं च ददासि नित्यम्।
सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रविनाशाय श्रीकृष्णाय वयं नमः। ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानुः शशिर्भूमि सुतो बुधस्य गुरुश्च शुक्रः शनिराहुकेतवः सर्वे ग्रहाः शान्तिकराः भवन्तु। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। गिरिनन्दिनी नन्दितमेदिनी विश्वविनोदिनी नन्दिनुते गिरिवरविन्ध्यशिरोधिनि वासिनि विष्णुविलासिनि जिष्णुनुते भगवती है सिद्धि कंठ कुटुम्बिनी भूरि कुटुम्बिनी भूति पीते जय जय है महिषासुरमर्दिनी अम्बे कपर्दिनी शैलसुते जय जय है महिषासुरमर्दिनी अम्बे कपर्दिनी शैलसुते। सुरवरवर्षिणि दुर्धरधर्षिणि दुर्मुखमर्षिणि हर्षरते त्रिभुवनपोषिणि शङ्करतोषिणि धूमसमोषिणि घोषरते धनुजनि रोषिणि दुर्मदशोषिणि दुर्मुनिरोषिणि सिन्धुसुते जय जय है महिषासुरमर्दिनी अम्बे कपर्दिनी शैलसुते जय जय है महिषासुरमर्दिनी अम्बे कपर्दिनी शैलसुते। कदम्ब बन प्रिय वासिनी तोषिणी भासते शिखरि शिरोमणि तुंग हिमालय सिंह निजालय
सरते मधु मधुरे मधुकैटभगन्दिनी महिषविदारिणी रासरते जय जय है महिषासुरमर्दिनी अम्बिकपर्दिनी शैलसुते जय जय है महिषासुरमर्दिनी अम्बिकपर्दिनी शैलसुते धूम्रसते समर विशोषित क्रोशित शोणित बीज समुद्भव बीजलते शिव शिव शुंभ निशुंभ महाहव कल्पित भूत पिशाचरते जय जय है महिषासुरमर्दिनी अम्बिकपर्दिनी शैलसुते जय जय है महिषासुरमर्दिनी अम्बिकपर्दिनी शैलसुते ओम जय दुर्गे अम्बे आमा जय दुर्गे अम्बे दुर्गति नाशिनी जननी दुर्गति नाशिनी जननी तिमी हौ जगदम्बे ओम जय दुर्गे अम्बे ओम जय दुर्गे अम्बे आमा जय दुर्गे अम्बे दुर्गति नाशिनी जननी दुर्गति नाशिनी जननी तिमी हौ जगदम्बे ओम जय दुर्गे अम्बे ब्रह्मा विष्णु महेश्वर गर्छन् ध्यान सबै अम्बे गर्छन् ध्यान सबै दुखदारी देवी नाशिनी दुखदारी देवी नाशिनी हर्छौ कष्ट सबै ओम जय दुर्गे अम्बे महिषासुर दानवले जब जब त्रास दियो अम्बे जब जब त्रास दियो महाकाली दुर्गा भई महाकाली दुर्गा भई दानव नाश गर्यो ओम जय दुर्गे अम्बे
संहारिणी काली कराली तिमी अम्बे काली कराली तिमी चण्ड विनाशिनी चण्डी चण्ड विनाशिनी चण्डी आद्यशक्ति तिमी ओम जय दुर्गे अम्बे तिमी शक्ति तिमी भक्ति तिमी सुन्दर रमणी अम्बे तिमी सुन्दर रमणी तिमी बिना जगत अधूरो तिमी बिना जगत अधूरो ममतामयी जननी ओम जय दुर्गे अम्बे यो महाआरती हुँदैछ दर्शकगण लमजुङको नेपाल नगरपालिका वडा नम्बर 9 मालिका देवीको दिव्य महाआरती आज यो 10औं दिन 10औं पटकको यो महाआरती हो। शैलेश्वरी उग्रतारा तिमी दक्षिण काली अम्बे तिमी दक्षिण काली गुहेश्वरी छिन्नमस्ता गुहेश्वरी छिन्नमस्ता तिमी नै दन्तकाली ओम जय दुर्गे अम्बे तिमी नै कृष्ण की राधा तिमी गौरी शिव की अम्बे तिमी गौरी शिव की तिमी लक्ष्मी विष्णु की तिमी लक्ष्मी विष्णु की तिमी जननी सबकी ओम जय दुर्गे अम्बे जननी तिम्रो आरती जसले नीते गर्यो अम्बे जसले नीते गर्यो तिम्रो कृपाले आमा तिम्रो कृपाले आमा त्यो भव सिन्धु तर्यो ओम जय दुर्गे अम्बे जय दुर्गे अम्बे आमा जय दुर्गे अम्बे दुर्गति नाशिनी जननी दुर्गति नाशिनी जननी तिमी हौ जगदम्बे ओम जय दुर्गे अम्बे ओम जय दुर्गे अम्बे ओम जय दुर्गे अम्बे मंदार माला कुलिकाल काय कपाल माला कितसे खराय दिव्यांबराय सदिगंबराय नमः शिवाय
स्थले गले बलं व्यलम्बिता भुजङ्गतुङ्गमालिका डमड्डमड्डमन्निनादवड्डमल्वयं चकारचण्डताण्डवं तनोतु नः शिवः शिवम्। कृपया सबै भक्तजनहरू मिलेर प्रेम भावका साथ जोरदार ताली बजाउँदै यस शिव ताण्डव स्तोत्रको शोभा बढाइदिनु होला। जटाटवी गलज्ज्वल प्रवाह पावितस्थले गले बलं व्यलम्बितां भुजङ्गतुङ्गमालिका डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं जकारचण्डताण्डवं तनोतु नः शिवः शिवम्। जटाकटाः सम्भ्रमभ्रमन्निलिम्पनिर्झरि विलोलवीचिवल्लरी विराजमानमूर्धनि धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे प्रति प्रतीक्षणं मम। धराधरेन्द्र नन्दिनी विलास बन्धु बन्धुरस्फुरद्दिगन्त सन्तति प्रमोदमान मानसे विपाकटाक्ष धोरणि निरुद्ध दुर्धरापदि दिगम्बरे मनो विनोद मेतु वस्तुनि। जटाभुजङ्ग पिङ्गलस्फुरत्फण मणिप्रभाकदम्ब कुङ्कुमद्रव प्रलिप्तदीपधूमुखे गन्धसिन्धुरस्फुरत्तु उत्तरीयमेधुरे विनोदमद्भुतं बिभर्तु भूतभर्तरि। सहस्रलोचन प्रभृत शेषलेख शेखर प्रसून धूलि धोरणि विभूषराङ्गपीठं जङ्गराजमालया निबद्ध जाट जूटकं चिराय जायतां चकोर बन्धुशेखरः। ललाटचतुरज्ज्वला धनञ्जय स्फुलिङ्गभानि पीतपञ्चसायकं नमन्निलिम्पनायकं सुधामयूखलेखया विराजमानशेखरं महाकपालि सम्पदे शिरोजटालमस्तु नः। कराल भाल पट्टिका धगद्धगद्धगज्ज्वल धनञ्जयाहुतीकृत प्रचण्ड पंचसायके धराधरेन्द्र नन्दिनी कुचाग्र चित्रपत्रक प्रकल्पनैव शिल्पिनी त्रिलोचनेरतिर्मम। मेघमण्डली निरुद्ध दुर्धर स्फुरत् कुहूनि सीतिनीतम प्रबद्ध बन्धकन्धर निलिम्पनिर्झरीधरस्तनोतु प्रीति सिन्धुर कलानिधान बन्धुर श्रियं जगद्धुरन्धरः। प्रफुल्ल नील पंकज प्रपंच कालिम प्रभावलंबि कंठ कंदली रुचि प्रबद्ध कंधर स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं रुजच्छिदान्धकच्छिदं तमन्तकच्छिदं भजे। अखर्व सर्व मंगलाकलाकदम्ब मंजरी रस प्रवाह माधुरी विजिह्वनाम ध्रुवतम पुरंतकम भवंतकम मखांतकम प्रदंतकांधकांतकम तमंतकांतकम भजे।
कराल भाल निधि मिथुन मृदंग तुंग मंगल विक्रम प्रवर्तित प्रचंड तांडव शिव विचित्र तल्पयोर्भुजङ्गमप्तिकस्त्र जो गरिष्ठ रत्नलोष्ठयो सुहृदि पक्षयो नारविन्द चक्षुषो प्रजामहि महेन्द्रयो समप्रवृद्धि कदा सदा शिवं भुजम्यहम् कदानि लिम्प निर्झरि निकुञ्ज कोटरे वसन् विमुक्त दुर्मति सदा शिरस्थलन्दलिम्ब लोल लोल लोचन ललाम भाल नग्न काशी वेत्ति मन्त्रमुच्चरन् तथा सुखी भवाम्यहम् इमं हि नित्यमेव मुक्तमुक्तमुक्तमं स्तवं पठन् स्मरन् ध्रुवं नरो विशुद्धिमेति सम्पदम् हे गुरौ सुभक्तिमातु याति नान्यथा गतिं विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनम् पूजावसान समये दशवक्त्र गीतम् यः शम्भो पूजन परम् पठति प्रदोषे कस्य स्थिरांगरथ गजेन्द्र तुरंगयुक्ता लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो यहाँ आएर आजको यो आरती सम्पन्न भएको छ। यो 10औं पटकको यो मालिका माईको यो आरती रहेको जानकारी गर्दै यहाँहरू सम्पूर्णबाट बिदा हुन चाहन्छु। दुर्गा जय जय काल विनाशी काली जय जय कुमार ब्रह्माणी जय जय राधा सीता रुक्मिणी जय जय राधा सीता रुक्मिणी जय जय कमला जय जय सृष्टिमयी ब्रह्माणी जय जय शक्ति प्रदा रुद्राणी जय जय शक्ति प्रदा रुद्राणी जय जय विधायिनी शुभदा जय जय करुणामयी कौमारी जय जय धर्मरूपी ललिता जय जय धर्मरूपी ललिता जय जय थैंक यू, धन्यवाद, नमस्कार। भगवान को भक्तवत्सल भगवान को देवादिदेव महादेव को गुप्तेश्वर भगवान को हरिहर भगवान को शुक्ला गंडकी माता को विंध्यवासिनी माता को भद्रकाली माता को कालवाराही माता को
माताको पाथिभरा माताको मनोकामना माताको काशी विश्वनाथ बाबाको काल भैरव बाबाको गणेश्वर भगवानको केदारेश्वर भगवानको जटाशङ्कर महादेवको सम्पूर्ण धर्महरूको सम्पूर्ण व्रतहरूको सम्पूर्ण तीर्थहरूको सम्पूर्ण गुरुवर्गहरूको वैदिक सनातन धर्मको नेपालमाको ओम नमः पार्वती पतये हर 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 महादेव ओम नमः पार्वती पतये हर 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 महादेव ओम नमः पार्वती पतये हर 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 महादेव मालिका भगवती माताको कालिका भगवती माताको ईशानेश्वर महादेवको सम्पूर्ण श्रद्धालु भक्तजनहरूको स्थानीय मान्य देवी देवताहरूको आजको आनन्दको वैदिक सनातन धर्मको